बैटरी वाला ड्रिल 21 वोल्टेज वाला सुल्टो अन्त 28 पिस छ 21 वोल्टेज छ मोडल नंबर BM3031 मेड इन चाइना डुअल स्पीड चार्जिङ लिथियम इलेक्ट्रिक ड्रिल लिथियम बैटरी ठिक छ भित्र खोलेर हेर्नु कस्तो रहेछ 3000 को ड्रिल म्यानुअल छ म्यानुअल के हेर्नु दुईटा ब्याट्री छ ब्याट्रीमा इन्डिकेटर कहीँ छैन ब्याट्री फुल छ हाफ छ खाली छ के थाहै हुँदैन बीचमा चार्जर लाउनलाई यहाँ बीचमा छ फोन 21 वोल्टेज म्याक्स 3.0 एम्पियर 3 एम्पियर को रहेछ दुईटा ब्याट्री सेम ब्याट्री छ अनि एउटा यो क्लिप छ यसमा लाउनलाई ट्याप फोन पनि दिएको रहेछ 10 देखि 220 वोल्टेज 50 देखि 60 हर्ट्ज को छ 21 वोल्टेज आउटपुट छ 2000 mAh को चार्जर छ हल्का छ सफ्ट छ राम्रो बेसमा दबाइदियो भने बच्चालाई छ इन्डिकेटर छ ब्याट्री फुल भयो हाफ भयो इन्डिकेटर यही छ यही एउटा इन्डिकेटरले काम गर्छ अनि तार पनि पुरा लास्टै क्वालिटी नै छैन कोहीले बल्कम खाएर यसरी तन्काइदिए जस्तो चार्जर छ अनि यहाँको खसा रहेछ ड्रिल चाहिँ यो किलेस चक छ अनि गियर स्क्रु मोड छ ड्रिल मोड छ ह्यामर मोड छ अनि 25 सम्म छ 1 देखि 25 सम्म अनि यो मेटालिक पेन्ट गरेछ अनि प्लास्टिक हो 1 2 छ 2 1 छ अनि यहाँ लेबल छ स्पिड छ अनि रिवर्स बटन छ स्पिड पनि यदेखि कन्ट्रोल हुन्छ स्टेपले स्पिड बटन यहाँनिर चाहिँ हल्का युज गरेर यहाँनिर चाहिँ हिट हुन्छ यो कन्ट्रोलर तात्तिन्छ अनि मोटर चाहिँ ब्रासलेट मोटर हो एउटा यो छ ट्यागको बीचमा म्याग्नेट पनि रहेछ ड्रिलमा लगायो ट्यागका यो चारवटा प्लस बिट माइनस बिट छ एल्युमिनियमको काम गर्नलाई काठको काम गर्नलाई ठिक छ त्यो कहीँ कर्नरहरुमा जहाँ ड्रिल छिर्दैन त्यो ठाउँमा स्क्रु बान्नलाई मल बान्नलाई त छैन स्क्रु बान्नलाई छ अनि बिट छ सब लगभग धेरै फरक छैन 2 mm को बिट 4 mm को बिट 5 mm को बिट यति छ भन्दा धेरै छैन अनि यो चाहिँ यो गोटी फिट गर्नलाई 12 mm को गोटी अनि यो 10 को यो गोटीहरु चाहिँ एकदम राम्रो छ है गोटी चाहिँ ठीक छ 9 4 4.5 देखि 12 सम्म गोटी छ 4.5 देखि 12 4.5 4 5 6 7 देखि हुँदै 12 सम्म छ यसमा भएको यति हो सामान यो पनि ठीक छैन हल्का छ पार्ट 2 मा हेरौँला कस्तो हुन्छ भनेर यो चाहिँ क्वालिटी कस्तो छ यसको टेस्ट चाहिँ पार्ट 2 मा गरौँला सब्स्क्राइब गर्न सब्स्क्राइब गर्नु पार्ट 2 पनि आउँछ